हेलो गाइज, नमस्ते है, वेलकम अगेन मेरो युट्युब च्यानल निक्स यात्रामा चाहिँ स्वागत छ। आज चाहिँ म बनाउँदैछु एग वेज फ्राइड राइस र मटन हार्ट है त। हेलो गाइज, हेलो दर्शक, नमस्ते अगेन है। आज चाहिँ फ्राइड राइसको पालो है। आज फ्राइड राइस बनाएको छु। एन्ड यो भयो खसीको मुटु मेरिनेटवाला लिएर आएको थिएँ मैले, त्यही बनाएको छु है। सो आजको एग फ्राइड राइस, साग भयो, अलिकति काँक्रा खानु परिहाल्यो, हेल्दी। अनि यो चाहिँ पिरो पनि बनाएको थिएँ। हेरौँ, टेस्ट गरौँ गाइज, लेट्स गो। ठिक छ। कडा स्वाद रहेछ। कस्तो तोर्पे देखेर होला है। यस्तो भोग्राको छ आज। पालुङ्गोको साग है आज। कति निकालेर खानु है। फ्राइड राइस चाहिँ दामी भएछ। मलाई यति भोक लागेको छ कि अनि बिहान 4 बजे उठेर ड्युटी गएर एउटा एस्प्रेसो पिएँ होला दिनभरि, केही नखाइकन काम गरेँ। प्लस फेरि आज 7वटा टार्गेट गरेँ गाइस, ड्राइभ थ्रुको टार्गेट भन्दा के भन्नुहुन्छ भन्दाखेरि चाहिँ टार्गेट दिन्छ नि होइन, सेल्स टार्गेट हुन्छ, के टार्गेट हुन्छ होइन, त्यसको बदलामा इन्सेन्टिभ बोनसहरू मिल्छ। अनि हाम्रो चाहिँ कस्तो टार्गेट छ भने गाडीको 1 घन्टामा 100वटा गाडी गऱ्यो भने इन्सेन्टिभ पैसा हुन्छ त्यसको होइन। त्यही भएर आज चाहिँ 7वटा टार्गेट गर्यो भनेको, कुनै 101 घन्टामा, कुनै 113, 109, 110, 1 घन्टामा त्यतिवटा गाडी गरेको भनेको क्या। अनि एकचोटि गरे बापत लाइक 20 केडी यस्तो हुन्छ। अनि जस्तै 7 चोटि गऱ्यो 140 केडी बोनस इन्सेन्टिभ भयो क्या। अनि आजको भयो, अब भोलि गरिन्छ, फेरि पर्सि गरिन्छ, टोटल गर्दै गर्छ 1 महिना भएपछि। अनि टोटल आजको जस्तो 7वटा भने 140 केडी भयो। अब 1 महिनासम्ममा कतिवटा गऱ्यो, कहिले 2टा गरिन्छ, कहिले एउटा, कहिले 6वटा, कहिले 5वटा, त्यही अनुसार हिसाब हुन्छ। र नेक्स्ट मन्थ त्यसको इन्सेन्टिभ पैसा आउँछ क्या हामीलाई। अनि टोटल मेरो स्टाफहरू कति छ
सबैमा इक्वल्ली डिभाइड हुन्छ। द्याट इज टार्गेट क्या। त्यो भनेको फाइदा। दुःख गरे अब चाँडो गर्नु पर्यो, दौडिनु पर्यो, भाग्नु पर्यो, धेरै दुःख गर्नुपर्छ त्यो टार्गेट पुरा गर्नलाई। जस स्टाफहरूले दुःख गर्छ, आई एप्रिसिएट देम। जस्तो आज धेरै दुःख गरेर दौडेर भागेर होइन, जस्तै एउटा कफी बनाउन अब 1 मिनट लगाउँछ भने टार्गेटको कारणले 30 सेकेन्ड 40 सेकेन्डमा बनाउँछ क्या, त्यति स्पिड गर्छ क्या। त्यो भनेको एउटा एप्रिसिएसन हो म्यानेजमेन्टबाट हामीलाई होइन। सो यति भोक लाग्थ्यो कि यति भोक लाग्थ्यो। फेरि आउनासाथ ड्युटीबाट आउनासाथ बनाएर खानु पऱ्यो भनेर सोचिरहेको, यहाँ सिद्धिरहेको रहेछ क्या गाइस। फेरि ग्यासलाई फोन गरेर मगाएर बोलाएर आइहाल्यो भने त्यो कुर्दा 2 घन्टा लाग्छ आज। बल्ल बल्ल आएर अनि हतार हतार बनाएर नाउ खाँदैछु क्या मैले। यो खाना पिरो छ, मजा आयो। लास्ट है अब त दाम किरान दिने मान्छे है, भोक लाग्यो अहिले त। मजा आयो। पिरो गाइस, भिडियो मन नपऱ्यो भने लाइक गरिदिउँ, सब्सक्राइब कमेन्ट जे गर्दा पनि हुन्छ इच्छाले अनुसार। अरू केही चाहिएन, यस्तो भिडियोहरू आइ नै रहन्छ, कहिले राम्रो होला कहिले नराम्रो होला। मेरो अलमोस्ट 700 हुँदैछ, सो आई निड 300 मोर गाइस। सो आई विल बी द 1K भनौँ न सब्सक्राइबर पुरा हुन्छ मेरो। So road to 1K subscriber guys, so please do support, subscribe for me. Thank you guys, thank you for watching.